सम्पूर्णलाई जय राष्ट्रवाद। आज पनि हामी फेरि उपस्थिति भइसकेका छौँ र म लक्ष्मी हमाल। म चाहिँ पारस हमाल। जय राष्ट्रवाद हजुर। आज हामी केही उहाँसँग केही कुरा राख्ने गर्छौँ भयो। हाम्रो ज्ञानेन्द्र साईज्यू हुनुहुन्छ अनि त्यस्तै हाम्रो के अरे खुशबु ओलीज्यूलाई अब त्यो आक्रमण भइरहेछ नि, यो किन भइरहेछ? यो मेरो विचारमा के लाग्छ भने यो सदनमा अहिले होइन माननीय सांसद खुशबु ओली र ज्ञानेन्द्र साई बाहेक हिन्दू राष्ट्र र राष्ट्र संस्थाको एजेन्डा र सङ्घीयता खारेज, भ्रष्टाचारको अन्त्य र भुइँ मान्छेको जुन कुराहरू उठाउनु भएको छ यो कुरा गणतन्त्रवादीहरूलाई पचेको छैन। त्यसैले यो उहाँहरूको चरित्र हत्या गर्ने काम भइराखेको छ। यो देश विदेशबाटै षड्यन्त्र भइरहेको छ, किनकि उहाँहरूको चरित्र हत्या गरेर उहाँको राजनीति सकाएर हिन्दू राष्ट्र र राष्ट्र संस्थाको एजेन्डालाई कमजोर बनाउने जुन खेल भइराखेको छ यसको बारेमा ज्ञानेन्द्र साईज्यूले पनि भन्नुभएको छ अस्ति लाइभमा होइन। व्यक्तिगत चरित्र हत्या भयो भनेर अनि यो खरानी ग्याङ, टिओबी ग्याङ र गजेडी ग्याङ भन्नुभएको छ। यो चाहिँ सही हो हजुर, किनभने यो प्रमाण चाहियो भन्नुहुन्छ। तपाईँलाई के प्रमाण चाहियो? सिंहदरबार जलाएर खरानी बनाएको होइन, अनि त्यो गजेडी खाएर गाँजा खाएर कमेन्ट गरेको होइन। यति सभ्य तरिकाले गरिन्थ्यो भने सामाजिक सञ्जालमा गाली गरिन्छ, नराम्रो कमेन्ट गरिन्छ, नराम्रो फोहोर शब्द बोलिन्छ। सभ्य तरिकाले तपाईँको दिदीबहिनी पनि हेर्लान्, त्यस्ता नराम्रा कमेन्टहरू गर्नुहुन्छ तपाईँहरू। त्यो तपाईँहरूको समूह ग्रुप परिचालन हो, ग्रुप बनाएर फेगाइडी गरेर अर्काको चरित्र हत्या गर्ने काम गर्नुभएको छ। यो चाहिँ बन्द गर्नुहोस्। ज्ञानेन्द्र साई भनेको देश जलाएर सरकारमा आएको होइन, भुइँ मान्छेको कुरा उठाएर सडकदेखि सदनसम्म सङ्घर्ष गरेर जनताको विश्वास जितेर आएको बाघ हो। बाघ गर्जिन्छ। कर्णालीका किङ। अब तपाईँहरू जति भए पनि ज्ञानेन्द्र साई एउटै काठ।